नेप्से आज 57.55 पोइन्ट्सले अप भएको छ। के यो साँच्चैको नै बुलको सुरुवात हो त कि यो रिटेलहरूलाई ट्र्याक गर्नको लागि हो? यो भिडियोमा म भन्ने छु कि नेप्से अझै माथि जान्छ होला कि तल आउँछ। नमस्ते एभ्रिवान एन्ड वेलकम टु माई भिडियो। आज नेप्सेले चाहिँ पुरै आवर हायर लो बनाउँदै बनाउँदै मात्र माथि गएको छ र सेलरहरूलाई त्यस्तो एग्रेसिभ भएर सेल गर्ने केही चान्स पनि दिएको छैन के। बायरहरूले नै डोमिनेट गरेर सेलरहरूलाई पुरै अप नै अप गएको छ र म यता चार्ट एनालाइसिसतिर जान लागेँ र यो गर्नुभन्दा अगाडि चाहिँ म के भन्न चाहन्छु भने दिस इज नट अ फाइनेन्सियल एडभाइस। ट्रेडिङ इज रिस्की। इफ यु वान्ट टु ट्राई इट योर ओन रिस्क भन्दै म यो चार्ट एनालाइसिस गर्नको लागि अघि बढ्न चाहन्छु। मैले पहिलाको भिडियोमा पनि भनेको थिएँ कि यहाँ एउटा अर्डर ब्लक छ। यदि हजुरहरूले पहिलाको भिडियो हेर्नुभएको छैन भने आई बटनमा आछ होला, गएर हेर्नुहोस्। अब भोलिको मुभ चाहिँ के आउँछ भन्न सकिन्न यो हेरेर चाहिँ। अब भोलि हल्का पुलब्याक आउनु पनि सक्छ र यसलाई पुरै ब्रेक गरेर यो यहाँको लिक्विडिटी पनि स्विप गरेर पुरै माथि जान सक्छ र भन्दै गर्दा यो लो भन्दा चाहिँ तल आयो भने चाहिँ नेप्से अब डेली टाइम फ्रेममा चाहिँ हल्का बियरिस छ कि भनेर सोच्न सकिन्छ। तर मलाई जहाँसम्म लाग्छ यो अहिले देशको स्थिति पनि ट्याक्क पुरै रूपले यो नेप्सेलाई अपमै फोकस गराएको छ कि, किनकि चुनावी माहौलमा पहिलाको वर्षहरूमा पनि नेप्से बढेकै हो र झन् अहिले त राष्ट्र ब्याङ्कले ब्याज दर पनि घटायो। ब्याज दर घटायो भने चाहिँ पैसा सर्कुलेट धेरै हुन्छ। अब यो मार्केटमा पैसा धेरै सर्कुलेट भयो भने अभियसली सेयर मार्केट पनि पम्प नै हुन्छ। अनि ट्याक्क अहिलेको यो सिजन पनि त्यस्तै छ। फेरि अब इन्डिङ आयो नि त यो ट्याक्क अब 82 सकेर 83 सुरु हुन लाग्यो। 83 आउनुभन्दा अगाडि चाहिँ 82 को लास्टतिरै जहिले पनि त्यो वर्ष सिद्धिनुभन्दा अगाडि जहिले पनि नेप्सेले पोजिटिभ नै सर्किट दिएको पाइन्छ। हिस्ट्री हेर्दा पनि कुनै बेला होला त्यो अब घटेको, तर धेरै जसो बेलामा वर्ष सुरु हुनभन्दा अगाडि नेप्से अप नै हुन्छ। अनि भन्दै गर्दा म चाहिँ यो चार्ट हेर्दा चाहिँ एकदमै बुलिस भएको छु अहिले त। मैले पहिलाको भिडियोमा पनि भनेको नै हो, थम्बनेलमा राखेको नै हो, पुरै नेप्से अप ट्रेन्डै हुन्छ, मिस नगर्नुहोस् यताउता भनेर। अब जसले हेर्नुभयो ठिकै छ, अब नहेर्नेले नि केही भएन, अझै टाइम छ, पुलब्याक आउन सक्छ। पुलब्याकको बेलामा लिनुहोस् र डराउनु पर्दैन, किनकि पुलब्याक आयो भने पनि यहाँसम्म मेन पुलब्याक आयो भने 5% तल झर्न सक्छ, धेरै म्याक्सिमम झऱ्यो भने। तर मलाई जहाँसम्म लाग्छ अब यो 5% नै झर्दैन होला। झऱ्यो भने नि केही छैन, खरिद गर्ने अवसर हो भनेर चाहिँ हजुरहरूले किन्न सक्नुहुन्छ। र नेप्से चाहिँ आगामी दिनहरूमा पनि अप नै हो जस्तो लाग्छ मलाई। यो प्राइस एक्सन रिड गर्दा चाहिँ आजको क्यान्डल पनि एकदमै राम्रो बनेको छ र भोल्युम पनि सपोर्ट नै गरेको छ कि। जे होस् एभरेज भोल्युम हेरौँ न, एभरेज भोल्युम ठ्याक्क यति हो एभरेज भोल्युम चाहिँ। तर यो दिनमा पनि आएको थियो भोल्युम, तर यो दिनको भोल्युम भन्दा पनि बढी आएको छ आज चाहिँ। र म के भन्न चाहन्छु भने लास्टमा चाहिँ यो लेभललाई चाहिँ ब्रेक गरेर माथि गयो भने चाहिँ हामीले एग्रेसिभ भएर हेर्न सक्छौँ र एग्रेसिभ बाई गर्न सक्छौँ। ल लास्ट यात्रा भनेको 3000 को हुनेछ र यो लेभल पनि ब्रेक भयो भने चाहिँ नेप्से अल टाइम हाई नै ब्रेक गर्नेछ, जुन कि 3200 को थियो। होप यु गाइज लाइक दिस भिडियो। र यदि यो कन्टेन्ट मन पर्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। हजुरहरूकै मायाले गर्दा मैले यो भिडियो बनाउने मोटिभेसन पाउन सक्छु। हस्, धन्यवाद।